अनि कहिलेकाहीँ तपाईँले पनि मलाई हक गर्ने सिन होला रे सक्नुहुन्छ मलाई हक गर्न ए म त मजाले कसके कस्के त्यही तपाईँले भनेर मसँग 15 गते भेटघाट गरेर यसो छुने प्र्याक्टिस गरौँ भनेको त कुनै प्र्याक्टिस कहाँ हो पहाड घर उता बुढाको घर कहाँ कहाँ मेरो घर कता कता हो कता बिर्सेको बुढो भात खानुभयो उहिले खाएको जस्तो लाग्छ आजभोलि कता हुनुहुन्छ अब आज भोलि घरमै छु डाक्टरले के भन्छ समयमा औषधि खानु 1-2 युनिभर्स आयो भने तिमी ठिक हुन्छौ भन्दै थियो अहिले स्टेज कार्यक्रम चलेन चलेको थियो अहिले कुलले 55वटा युनिभर्स आयो रे अनि मलाई यता गीत गाउनु न भन्दै थियो सबैले मोडेल नि मलाई अघि एकजनाले मोडल नि भनेर भनेको थियो के त्यही भएर टिकटकमा मोडल नि हुन्न के मोडलै हुन्छ टिकटक केटलाई पनि मोडलै भन्छ यार कस्तो मोडल नि हो त्यही भएर त अरूले त जे पनि भन्छ नि त नि त्यो भनेको भएर न फेरि झुकेर फेरि मोडल नि भनेर स्पेलिङ मिस्टेक गरेर चुडेल नि भनौँला यार मोडल केटी भयो नि त त्यही भएर त्यसरी भनेको अरे चियावाला केटा चियावाली केटी भएन त्यस्तै भनेको हो क्या मैले म चियावाला कहिलेदेखि भएँ तपाईँ चियावाला हो नि म चियावाली हो यसपालि त एक्लै जाने चियावाला भेट्ने सुरुको दिन त असरमा जाने चिया खाने त्रिसिति मोडल नि हुन लागिसकेको माथि चिया बेच्नु परिरहन्छ मेरो तपाईँ मोडल थोरै भइन्छ पागल आफ्नो काम त गर्न पर्यो अब यत्रो पहिलो पटक अब हामी भेट्दैछौँ के छ मनमा के हुँदैछ के त मुटु डुकडुक भएर नि भन्नु बित्तिकै अघि भर्खर फोन गर्नुभएको थियो मलाई के अरे टेक्जीले तपाईँको 18 गते रेडी भएर बस्नुपर्छ सुटिङ जानुलाई भन्नुभयो म त मुटु डुकडुक डुकडुक भइरहेको थियो टिकटकमा यत्रो टिकटकमा 2 महिनाभन्दा बढी भयो भेटघाट लाग्यो हाम्रो नम्बर छैन टेक्जीलाई नम्बर दिइसकेको थिएन ठिक छ मलाई कहिले इन्बक्स हाई भन्नुभयो तपाईँले अनि 5वटा नम्बर पठाइदिन्छु कुनमा गर्ने हो अनि थाहा हुन्छ चाहिन्न मलाई अहिलेसम्म तपाईँले मलाई नम्बर दिनुभयो टेक्जीलाई दिएर नम्बर दिने ठिक छ कि प्रोड्युसर डाइरेक्टर के हो अनि अब उहाँ म चाहिँ के पानी म कबाब गरिदियो मोडल हो मोडल भरे के भयो मोडलको हालत यस्तो हुन्छ पागल हिलो खाना छु म तपाईँ भनेको मोडल उहाँ भनेको ऊ हो नि त नि अब के भन्ने अनि चियावाली सुन्न अब हेर्नु क्यामेरामा त मान्छे वरिपरि सुटिङ गर्ने मान्छे हुन्छ नि हेर्नुहोस् अब गाह्रो हुन्छ कहिलेकाहीँ तपाईँलाई हाँसो मात्नुपर्छ कहिलेकाहीँ पछिबाट अँगालो मार्नुपर्छ के छ हौ तपाईँले 15 गते भेटघाट गरेर यसो छुने प्र्याक्टिस गरौँ भनेको त कुनै प्र्याक्टिस कहाँ छु नि हो त अब अस्ति कहाँ छुनुभयो बिनाजीलाई म किन आधा रात मकै परेको होला छ मैले यहाँ भिडियो पठाउनु भएको छ कहाँ छु नि कहाँ छु नि प्र्याक्टिस गर्ने हो भने अब त कम्मरतिर कता कता अब के डाइरेक्टरलाई सोध्छु म अब डाइरेक्टरले अब रुबिनीले मलाई कहाँ छुने हो भने थ्याङ्क यू म सोध्छु अब बेडसिन है त्यस्तो नराख है बेडसिन छ के थाहा मलाई अब सोच्छु नै त हुन्न है म त चुप्पा खाने सिन छ कि नै त्यो त लगाउनै लगाउने हो त्यहाँ नभए नै चावल चुप्पा खाने त हुन्न है हो हुन्न त्यहाँ त जसरी पनि लगाउने हो त्यो एउटा त जसरी पनि हाल्नु पर्छ भन्छु म चुप 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 हाल्दा हुन्न यार केटा अति हुन्छ है यार मेरो बच्चाले के सिक्ला गालासम्म त सिक्यो लाज गर्नु भयो यार हजुर अनि केटा मान्छेले केटी मान्छे पाने केटीले केटा लाउँदाखेरि कसो कसले केटीले चुप्पा खाएको देख्नु भएको छ किन खान्न फिल्ममा खान्छ त अम्ल केसीसँग यस्तो अर्कै हो खान्छ केटी मान्छेले केटा मान्छे खान्छ माया लास जसले खाइदिनु भयो लगाउनु नि त त्यसो भए के अब केटीले नि गरोस् भन्ने होस् न त तपाईँ हेर्नु नगर्नु टेक्जीले हाम्रो लाइफ पनि हेर्नु भयो यो चुप्पासिन र बेडसिन हटाउनु पर्छ है फेरि मान्छेले मलाई भोलिदेखि भिडियोमा बेड सिन चाहिँ हुँदैन चुप्पा चाहिँ सिन चाहिँ हुन्छ अवश्य हुन्छ त्यति त राख्नै पर्छ सुटिङ गर्ने बेला छाउ होला फेरि के रे थ्याङ्क यू सो मच राजी तर टाइम चाहिँ त्यही हो है फेरि
के टाइम अघि मैले सोचिरहेको थिएँ गयो खेला खत्तम के टाइम टाइम के हुन्छ महिनामा एकचोटि के हुन्छ टाइम त्यही हो टाइम सुटिङकै बेलामा टेन्सनमा अघि मैले बिर्सिरहेको रहेछु ओके केटा चियावालीको छोरी मान्छेको पिरियड हुने टाइम त्यही सुटिङको टाइममा छ र ला हुन त मलाई के मतलब छ लाजै मर्दा पछि म ढल्छु यार खिच्यौ म त बिरामी हुन्छु नि त त्यो कुरा मात्र होइन नि म त आलस तालस हुन्छु कस्तो गाह्रो हुन्छ मलाई गीत बवाल छ भन्नुभयो यहाँ टेक्जीले यहाँ दिमाग खराब गीत त बवाल छ कि त्यही बेलामा बिचरा बेला छाउ हुन्छ रे बुढा म त अघि भर्खरै याद गरेको मेरो त होइन अघि भर्खरै अघि अब उहाँले त अघि भर्खरै भन्नुभएको थियो नि 7-8 बजीतिर भन्नुभएको थियो मलाई होइन अनि मैले चाहिँ सोचिरहेको थिएँ ल मेरो त टाइम त्यही हो त तर भन्न त मिलेन तपाईँलाई त भने होइन तर टाइम चाहिँ त्यही हो कसैले पनि सुनेन जम्मा 6000 मान्छेले मात्रै हेर्नु कसैले सुनेन कसम टाइम त्यही हो क्या मेरो मैले नाटेको होइन यो भन्दा यार केही छैन भयो जस्तो नेचुरल प्रोसेस भयो जस्तो के भयो यार हामी कोर्स डेटिङ हिँडेको यार सुटिङ हिँडेको सुटिङ गर्ने हिँड्ने बास मलाई मतलब छैन यस्ता कुरा यो जला पनि हुन्छ छोडा यार गाह्रो हुन्छ नि त सुटिङको टाइममा त्यसमाथि सुटिङै नगरेको मान्छेले त्यस्तो समयमा अनि त्यहाँ जानु अब टोइलेटै गइरहने मान्छेलाई अब टोइलेट जानु कि सुटिङ गरिरहनु म साइको भएँ यार ल कसले यार रुबेन कति अभागी अरे मलाई के मतलब यस्ता कुरा बा हेर्दाको ए के कमेन्ट गर्छ केटाहरूले रुबेन कति अभागी रे मलाई के मतलब हो कस्तो अभागी हो नै नै मेरो कुरा के एउटा कुरा म ढल्छु होला हौ मान्छे राम्रै छ नि म राम्रै मान्छे देखेपछि म ढलिहाल्छु सिधा कुरा प्रश्न विचार अनि कहिले काहीँ तपाईँले पनि मलाई हक गर्ने सिन होला रे सक्नुहुन्छ मलाई हक गर्न ए म त मजाले कसके तिमीले त कस्क्यौ त मलाई श्रीमतीले कस्के कालामा झापड अनि तपाईँको अनि के कथाले मागेपछि कस्नु परेन कथाले मागेपछि यस्तो अनुसार मान्छेले मागेपछि किन नदेला ए च्यावलले मेरो करङ भाँच्छ मान्छे कि खोजेको कि मतलब त्यसरी पनि त सिन हुन्छ भने क्या दररी कसेर पुरै हुन्छ नि त्यो भनेको मैले म त साइको भएँ केटा हो बुढालाई दसैँ आउने भयो रे दसैँ होइन भ्यालेन्टाइन डे भन म त यसपालि पनि त्यही होटलवाली कहाँ बस्छु होला केटा हो होटलवाली कहाँ बस्नु पर्दैन के यहाँ लौरेनी आएको छ लौरेनीको घरमा बस्नु नि बरु भाउजू लिएर पनि आउँदा हुन्छ सानो बेबीलाई लिएर आउँदा म त यसपालि त भाउजू होइन म त सिङ्गल हो त्यो टाटु खोप्ने मान्छेको भाग्यमानी मान्छेको अर्को साइडतिर अब हजुर खोपिदिनु न है नो ना बाबा ना वी रेस्पेक्ट द वुमेन यार अर्को साइडमा हजुर खोपिदिनु ल ट्याटु नो प्लिज आइ एम सरी फर द्याट प्लिज खोपिदिनु न के खोप्नुहुन्छ रुबिन भनेर चुपे खै के मायाको चोखो के पोखो दिन्न बरले भन्छ के त भनेको ए गीत छ के मायाको चोखो चोखो छ भेटो मतलब दिन्न भन्छ के भन्थ्यो भने मलाई थाहा भएन नेपाली सङहरू मलाई खासै थाहा भएन नि त एउटा गीत छ के मायाको चोखो पोको दिन्न बरले मायाको चोखो भनेको चाहिँ चोखो चोखो पनि चोखो अनि पोको भनेको लाइक दिस साँच्चै हो कहिले आउँदै हुनुहुन्छ रुबिन चाहिँ भन्नुहोस् त यस्तै हो छोरा मान्छेको जिन्दगी सपना देख्न जानुपर्छ दुःख पोको भन्नुहुन्छ अब पोको भनेको लेडिजको लागि यता पोको अब केटा मान्छेको अर्कै ठाउँ पकेट गोजीको पोको मायाको चोखो बेको पोको बिहाभन्दा अगाडि छुन दिन्न बरले भन्ने गीत छ कि एउटा ए नछुन देखे राम्रो नि लोग्ने मान्छे बिग्रिन्छ के छुन दिनुहुन्न हो लोग्ने मान्छेले फेरि केटी मान्छे देख्नुपर्छ लुतो सल्के जस्तै सल्किहाल्छन् हो भने लुतो सल्के जस्तै सल्किहाल्छन् त्यही भएर गाइस आफूलाई चाहिँ बी सेफ है एकदम सेफ्टी राख्नुपर्छ कुरो चाहिँ गर्न पाइयो कि नैसर्गिक अधिकार सबैले भन्न चाहिँ पाइ तर गर्न नपाए कि गर्न चाहिँ नपाइ
के गर्ने कुरा भइरहेछ यहाँ केटा मान्छेको मौका पाउँदा जे पनि गरिदिन्छ के तर अब गर्न चाहिँ नपाए के हो अनि रुबिन चाहिँ साँच्चै आउँदै हुनुहुन्छ हजुर काठमाडौँ जहाँसम्म 15 ल भाउजूलाई बेबीलाई लिएर आउनु न अनि मेरो यतै घरमै लाएको कस्तो भाउजू बेबी हो मेरो घरमै बस्नुहुन्छ नि त्यहाँमा थोरै म जन्जान लाग्यो यार जन्ती जानले मात्र गर्नुपर्छ त अनि हामी पनि फ्यामिली तपाईँ मसँग म्युजिक भिडियो खेल्ने हो म्युजिक भिडियो भिडियो तपाईसँग म खतरा भिडियो खेल्छु अहिलेसम्म नेपालमा त्यस्तो भिडियो कसैले खेलेकै छैन होला नै मलाई परेन थ्याङ्क यू पालाजी नै मलाई परेन यार सँग म्युजिक भिडियो खेल्न त कति मन छ के गर्दु डिरेक्टरहरूले मनै पराउँदैन मलाई देख्यो कि बढी खर्च हाल्नुपर्छ बढी खर्च गर्नुपर्छ भनेर पैसै हाल्न मान्दैन ज्यानै मुरा भइसक्यो छ अनि यो मुर्रा भैँसीले त गर्नु गर्छ त अनि मान्छेले मुर्रा भैँसीलाई यसो हेर्न पनि सोच्न केही गर्नलाई पनि यसो सोचेर गर्नुपर्छ नि त मिस्टर एलेक्स वेलकम हो त मुर्रा भैँसीले मुर्रा भैँसी पर्नलाई त चुर्ना चाहिँ कता लागेको छ र मेरो साथी म तिम्रो वेलकम मुर्रा भैँसी हुनलाई मेरो कता चाहिँ मेरो चुर्ना परेको छ र भन्नुहोस् न ठिक छ म बोलिन केटा म निशब्द भएँ ल हजुर आइस्यो काठमाडौँ आइस्यो हजुरलाई म वेलकम गर्न आउँछु तर भाउजूसँग पर्मिसन लिएर आइस्यो है कस्तो पर्मिसन म्युजिक भिडियो खेल्न पनि के श्रीमती सोध्न हरेक कुरामा श्रीमतीलाई हाल्न जरुरी छ यार होटेलमा जानुभयो भने पैसा खर्च गर्नुपर्छ किन पैसा खर्च गर्ने हैन बरु आउनुस् आफ्नै घर छ घरमा बस्नुस् हजुरलाई पाहुना बनाएर स्वागत सत्कार गर्छौं ठकुरीको छोरी हो स्वागत सम्मान एकदमै पाहुनालाई गर्छौं हजुरलाई इज्जतले बोलाउँछौं इज्जतले हजुरको पोखरासम्म पुर्याइदिन्छौं अर्काको प्रोपर्टीलाई हामीले राखेर सेफ तरिकाले नै पुर्याइदिन्छौं के अनि किन आउनु पर्यो म आफ्नै गाडीमा आउँछु यार प्लेनमै आइदिस्यो एकचोटि मलाई डर लाग्छ नेपालको प्लेन देख्दा मलाई डर लाग्छ हो र ल हजुर आइसो यस्तो खतरा एउटा भिडियो बनाउनु पर्छ हैन म कहाँ तपाईँ कहाँ बस्ने मेरोमा बस्नु न भाउजूले भन्नु भाउजूसँग चाहिँ पर्मिसन लिनु मेरो माया अनि टक्क मेरो यो यहाँबाट टक्क हजुर लाइभ गर्नु राति लाइभ गर्नु दिउँसो सुटिङ गर्नु अनि राति बस्नु अनि अलिकति मिटिङ पनि गरौँला सँगै बसेर अनि खाना पनि खाम्ला राति सँगै मिटिङ सुटिङ गर्नुस् राति आउनुस् एकछिन अनि बसेर हाम्रो मिटिङ गरौँला हैन मिटिङ गरिसकेपछि खाना पिना पनि खाम्ला रातिमा लाइभ सँगै मिटिङ अनि सुन्नु न हजुरको लागि खजुर छुट्टेको थियो खजुर किन छुट्टेको भनेको त पोखरा पठाउन त्यही दिन चाहिँ मेरो काठमाडौँ आइपुग्यो त्यही दिन हजुरको सामान पोखरा गयो खजुर किन छुट्टेको भन्दा त हजुर यहाँ आएपछि खानालाई पो रहेछ त तपाईँ आउनुहोस् म यति धेरै हजुरलाई खजुर खुवाउँछु होइन बहुत सारा खजुर खुवाउँछु हजुरलाई तर काजु नखाउनु है आज होइन दुबईको खजुर इम्युनिटी पावर स्ट्रङ हुन्छ यसले चाहिँ तपाईँमा योभन्दा राम्रो झापाको अमला छ योभन्दा राम्रो झापाको अमला हुन्छ तपाईँको उसको भन्दा पनि यसले 100 गुणा इम्युनिटी पावर स्ट्रङ छ ल हुन्छ म जान्छु ल हुन्छ रुबिनजी भोलि खेलौँ ल म जस्ट आएको थिएँ हस् ल बाई जस्ट ल ओके बाई रुबिनजी नमस्ते हजुर भुइँसोरी सेवा नमस्ते के छ हजुर हालखबर बबिनाजी के हुन र तपाईँहरू अब हामीसँग जोइन गर्नु मान्नुहुन्न डाइपर किन्ने आउँदैन भनेर हामी अब के भन्नु कहाँ हो पाहाडघर हजार कहाँ हो पाहाडघर उता बुढाको घर कहाँ हो मेरो घर कता हो बिर्सेको बुढी भात खानुभयो उहिले खाएको जस्तो लाग्छ आजभोलि कता हुनुहुन्छ हौ आज भोलि घरमै छु डाक्टरले के भन्छ समयमा औषधि खानु 1-2 युनिभर्स आयो भने तिमी ठिक हुन्छौ भन्दै थियो अहिले इस कार्यक्रम चलेन चलेको थियो अहिले कुलले 55 वटा युनिभर्स
आयो रे अनि मलाई यता गीत गाउनु न भन्दै थियो सबैले। अनि तपाईँ अहिले काठमाडौँ कता? म काठमाडौँमै छु, घरमै छु, बसिरहेको छु। रबिनजी तपाईँ कता? म पनि पोखरा छु, म काठमाडौँ आउनु लाग्छु के। आउनुभयो अस्ति आएर नाचेर जानुभयो, कसलाई भेटेर जानुभयो, मलाई त सम्झिनु भएन त। तपाईँको लागि यु हेभ नो इनफ टाइम टु मिट मी। देखिरहेको यु छु। हेभ नो टाइम टु मिट मी, यु नो। आमामामामा चियावालीसँग पुरा भिडियो खेलेर कहिले आउट हुने भिडियो? खेलेकै छैन, जाने त्यसैको लागि जानु लाग्यो। अनि अस्तिको भिडियो चाहिँ कोसँग गर्नुभएको त? बिना राब्जीसँग। ए चियावालीसँग चाहिँ को हो त? त्यो याइले बनाएको हो? पोस्टरहरू देखिरहेको थिएँ के तेरिया तपाईँ यार, म के गरौँ हौ। देखिरहेको थिएँ क्या मैले। छैन हौ छैन। अहिले रियलमा भेट्न पाउनु पर्यो नि त नि, श्रीमतीले कट्टा हान्छ। के हुँदैन भेट्दा साँच्चीको हो र? साँच्चै होइन। अनि के भयो त अनि साँच्चीको होइन नि त? कस्तो दामी जोडी देखेको। म यति गोरो छु र? गोरो के कालो होस् त, मान्छे त तपाईँ नै होइन, मान्छे त त हो त। कसले एनाकोन्डा भने र? त्यो रोटी पोल्दैछ नि त। कस्तो रोटी पोल्दै? अलरेडी पोल्दै के होला नै मतलब। अनि अर्को यो सुन्नु त, अर्को चियावालीसँगको अर्कोवाला फोटो थियो नि, त्यो बेडसिनवाला दामी खै श्रीमतीले फालिदिए। कसम फालिदिएर मोबाइल चेक गरेर यार।